सो नमस्ते इनमा गेलु सफा अहिले एभरेस्ट क्याम्प हो 7905 मिटरमा पानी तताइरहेछ यो हाम्रो गेस्टहरु मेम्बरहरुको लागि अनि मैले बाटोमा यसो खानुलाई कोक पनि ल्याएको थिएँ कोक चाहिँ आइस भयो अनि यसो एफिकेसको छेउमा तताइरहेको छु अनि मेरो चाहिँ रेस्ट गरेर अहिले सुतिरहेको छु अहिले एकछिनबाट 2 घण्टा जति रेस्ट गरेर हामी समेत पुस प्लानमा जाँदैछु बाहिर एकदम हावा छ ट्रेनबाट दादा साथी हो अब मेम्बरहरूलाई टक्कै खानपिन लिएर एकछिनबाट हामी समेत जान्छौँ